कता डुङ्गा वाउ ल है मित्रगणहरू हामी फाइनल्ली रेडी भयो हाम्रो एडभेन्चर राइडको लागि। कता अरे त मनाली कि कता जाने हामी माल्टा हामी माल्टाको यात्रा। दिस इज माई लगेज। म भिर्छु ये मैं भिर्ता है। त्यो मेरोमै राम्रो चेपिन्छ। कस्तो देख्यो जोगी जस्तै देख्यो क्या शङ्ख फुक्नु मात्रै बाँकी छ। लेट्स गो 7 बज्यो। ल साथीहरू अब हाम्रो यात्रा चाहिँ आजको यात्रा सुरु भइसकेको जानकारी गराउँदछु। चिनाइ ओइ 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 यो अलिक एउटा माथिको अलिक यता ठेल्नु त मास्लो चाहिँ हो। गुड मर्निङ एभ्रिवान। आज हामी चाहिँ हाम्रो खरीढुङ्गा दोलखासम्मको यात्रा हाम्रो सुरु भइसकेको छ। हामी लगेजहरू बाँधेर अनि हाम्रो टिमलाई चाहिँ हामी भक्तपुर ठिमीमा भेटेर अनि त्यहाँबाट फेरि हिलोको बाटो अगाडि बढ्ने हाम्रो प्लान है त। के गर्ने बर्खा लाग्यो। बर्खा लागेसँगै हाम्रो यो रोड बनाउने मित्रहरूले पनि फेरि यतिखेर खनिदिन्छ। के गर्ने ठिकै छ यही हो बाइकिङको मजा चाहिँ यही हो। अब हामी यहाँबाट लाग्यौँ देब्रे। मलाई हेर्नुहोस् न बाटो त अस्तिसम्म राम्रो बाटो अब अहिले पुरै अफरोड गर्ने बाटो भएको छ। ट्राफिक नियमको पालना गर। ल मित्रगण हामी अहिले महालक्ष्मी स्थानमा दाइ महालक्ष्मी स्थान नभनेको महालक्ष्मी स्थान मोटो भ्लगिङ गर्ने भनेर इच्छा चाहिँ गर्यो तर बोल्न चाहिँ नआउने रहेछ गाई। के बोल्ने भन्ने कुरा चाहिँ नि किन भन्दाखेरि हामी जस्तो इन्ट्रोभर्ट मान्छेलाई चाहिँ पब्लिकसँग कुराकानी गर्ने गाह्रो हुने। झन् एक्लै बोल्दै हिँड्नलाई चाहिँ लाइफको फर्स्ट टाइम इन्टरभ्यू लिएको जस्तो हुँदो रहेछ। तर पनि केही छैन तपाईँहरूको मायाको आशा गरेको छु अनि म सकेसम्म मेरो यात्रामा हजुरहरू जोडिनु होला। हामी सँगै यात्रा गर्नेछौँ। ल हामी चाहिँ अहिले बालकुमारी के भन्छ यसलाई बालकुमारी हो यस बालकुमारीको पुल आइपुग्यौँ। अनि यहाँबाट उताको भन्छ कोटेश्वर जान्छ तर म चाहिँ त्यता जाँदिनँ। म चाहिँ यहाँबाट ऱ्याप म्याच हान्दै राइट लाग्छु। थ्याङ्क यू।
हिँड्नु हिँड्नु, म देख्दिनँ बाटो। अब हामी यहाँबाट चाहिँ ठिमी पुगेपछि चाहिँ त्यहाँ साथीहरूलाई भेट्छौँ होइन। साथीहरूलाई भेटिसकेपछि के कुरा हुन्छ, चिया खाने भने खाने, अनि त्यस पछाडि सामानहरू गाडीमा राख्ने, त्यस पछाडि तपाईँहरूसँगको पर्सनल मेरो बातचित भने छँदै नै छ। लसो 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 नलाने भन्दै थियो त। मैले जबरजस्ती बोक्नु भनेको नि। ब्लगमै बोलेर व्यस्त हुन्छ भने अन्तै बस्छु। ब्लगमा त बोल्नै पर्छ नि, बोल्नै पऱ्यो नि अलिअलि। आमाईहरू ल है, आजको यात्रा हाम्रो ठिमीबाट सुरु भइसकेको छ। हाम्रो एकदमै आदरणीय डिरेक्टर सर, हाम्रो प्रतीक घिसिङसँगको हाम्रो यात्रा सुरु भइसकेको जानकारी गराएँ मैले। तर अब देख्नुले देखिहाल्छ नि होइन। हामी गाडीलाई फलो गर्ने है। म यो भक्तपुरको बाटोको यो चोकहरू चाहिँ म कहिले ठम्याउन सकिनँ यार। यहाँबाट यो हो है माओवादीहरू। यो के भन्ने गल्लीमा आइपुग्यो यहाँबाट? ओके, यहाँबाट चाहिँ सूत्रले दिएको जानकारी अनुसार यहाँबाट च्यामासिङ निस्किने कुरो आयो। ताथली तारकेश्वर तारकेश्वर। मलाई चाहिँ म धरानबाट पहिला फर्स्टमा आउँदाखेरि चाहिँ धरान जत्रा त्यो भैँसीपाटी छ भनेको खै कसले पत्याइन के। किनभने त्यतिखेर अब धरान नै ठुलो लाग्थ्यो, काठमाडौँ घुमेको थिएन। अनि काठमाडौँ नघुमेको धरानमा बसेको, अनि पछाडि 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 त कुछ भी भने जस्तै भने। चिया चाहिँ खायौँ। मेरो चाहिँ बिहान के भयो भने अलिकति त्यो सामान लिनुपर्ने बेलुका लिनुपर्ने थियो होइन। अनि सामान
हुने मान्छे चाहिँ कोटेश्वरमै बसेछ के अनि बिहान फेरि फोन गरेको उठाएन अनि ढिलो 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 भयो सबैमा ढिलो भयो यहाँ अगाडि जाम भएछ क्या हो जाम हुने ठाउँ हो यो साँगुरो बाटो कता डुङ्गा ओहो ओके छ सर कहाँको लुगाहरू ओहो हो के हो हाल रहेछ त लास्ट टाइम त म अलि अगाडि नै हिँडेको सर म फागुनमा हिँडेको सर ओहो स्कुटरहरू अलिअलि देखा परेको छ गाडी चाहिँ धेरै देखा पऱ्यो बिल क्वालिटी राम्रो भएको होइन रेन्ज राम्रो दिने कि कतिमा पनि 250 देखि माथि गऱ्यो कि हो त्यो सबै फेलर टाइपकोहरू धेरै रेन्जको अनि त्यो डिब्बा जस्तो बट प्लास्टिक खेलाउनु जस्तो देखिने हो है हो राम्रो रहेछ यो आओस् न आओस् न सरकार छैन मेन्दो माया
भ्लग अन नै छ सर। हाम्रो बाइक खोला यहाँ बिचमा पुलिस बन्द भएको त्यही भने वाउ हाम्रो बाइक चाहिँ फेरि यस्तो हिलोमा नि कुद्छ होइन, नचिप्लिन्जेलसम्म चाहिँ कुद्छ फेरि मजाले भनेर भ्लगमा भन्नुभएको नि त। अघि पानीमा कुद्छ भनेर भन्नु पाइनँ, अनि हिलोमा कुद्छ भनेको नि। ए कुद्छ होइन, हिँड्छ। पानीमा तैरिन्छ जहाज जसरी बाइक अब कहाँ आइपुग्यौँ हामी? वाह ल मित्रहरू, हामी 5 खाल बजार आइपुग्यौँ। हाम्रो प्रतीक सरले चाहिँ गुगल म्याप भन्दा बेसी जान्नु हुँदो रहेछ। आयो हो। ये क्या देखना पड़ रहा है? कतातिर जाने हामी? राइट? ओए खाइदेऊ न। मैले अघि भनेको बुझ्नुभयो त्यहाँ बोलेको? बाइकलाई रेस्ट चाहिन्छ भनेको के? हामी चाहिँ यहाँ बन्देउनेर आइपुग्यौँ। यो ठाउँको लागि यो ठाउँको नाम चाहिँ बन्देउ रहेछ। बन्देउ मेरो लागि पल्सर बन्देउ। अब साइकल गरेरको अध्यक्ष उहाँ हुनुहुन्छ। अब फेरि हाम्रो यात्रालाई कन्टिन्यू गर्न लागेका छौँ। हाम्रो यात्रा चाहिँ गाइड अब सुरु हुँदैछ होइन। अन्त यहाँनिर ज्याकेट लाउने, त्यस पछाडि पानीमा माछा देख्नु भएछ। हामीले चाहिँ होइन गाइड, हामीले चाहिँ होइन, यो बाइक र यो बाइक चाहिँ पानीमा कुदाउनु लिएको। ल अब चाहिँ फेरि हामी हाम्रो यात्रालाई कन्टिन्यू गर्ने कोसिसमा छौँ। मेरो फोन कता राखेँ? चाबी यहाँ छ। यसलाई यहाँ हालिदिइराखौँ अनि यो लगाम। त्यसपछि या ल हामी चाहिँ यो बन्देउबाट लाग्यो मित्रहरू। यहाँको बाटो चाहिँ एकदमै रमाइलो बाटो लाग्यो मलाई। आउनुहोस्, जोडिनुहोस् हाम्रो यात्रामा। यो बाटो म आजभन्दा धेरै वर्ष अगाडि पनि आएको थिएँ, तर त्यतिखेर चाहिँ यो बाटो चाहिँ एकदम खत्तम थियो है। माथिबाट भत्किने, तलबाट भत्किने। तर अहिले त धेरै बेटर भएर छ यार।
हजुर बाफेले गाउँपालिका हो को अरे भाले ओ झन्डै तिरायो अनि घुमाऊ गरेको छु सर खै कता ए ऊ त्यहाँ गरेको छु ए होइन हामी त्यहाँ यो बाइक नयाँ बाइक हो नि त अनि सर्भिस भएको छैन नयाँ हो यो पनि उस्तो यो चाहिँ भर्खर सर्भिस सक्यो के भयो अरे मित्र गर्नहरूलाई के भयो अरे है फेरि दम कसरी घुम्छ यसरी पुरा घुम्न नआएर यसको यो यहाँको ब्रेकको ओइलहरू झरिरहेको छ ए हो 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 होइन यो धेरै पनि भयो नि त लङ हिजो सर्भिसिङ गरेको भने होइन जताभावी गर्नु हुँदैन जताभावी बसौँ सर च्याप्टे हो कता च्याप्टे यार राइट छ नि यहाँबाट राइट कि सिधै राइट यता होइन ए त्यसलाई पनि थाहा रहन्छ क्या बाटो खै हाम्रो आइता दाइ चाहिँ कता गयो गइसक्यो कि पढाउन हो केसर हो तीन नम्बरमा उठाएपछि नि हुन्छ त अनि
यो क्षेत्रमा त धेरै गर्मी बढिसकेर चाहिँ हजुर यो ठाउँमा त गर्मी धेरै भइसकेर चाहिँ तपाईँको गाउँतिर कस्तो छ? मेरो रामेछाप जिल्ला चाहिँ छ नि सर अलिकति कस्तो छ भने 1 घन्टा जति माथि उक्लिसकेपछि लेक भेटिहाल्छ होइन ए 1 घन्टा जति तल झर्दै तराईकै बिल आउँछ क्या है मेरो गाउँ चाहिँ ठ्याक्कै तराईमै तराई जस्तै बिल आउँछ भनेपछि यस्तै गर्मी हो, गर्मी नै हुन्छ नि त। गर्मी फर्स्ट टाइम आउने बेलामै चाहिँ आजभन्दा 10,000 वर्ष अगाडि पिस थियो यहाँ भनेपछि त म झन् धेरै पहिला आएँ क्या हो। म के बेला आएको के गर्न आएको थिएँ भन्दाखेरि यता उकालो उकालो परिसकेपछि फर्किने त्यही भने त अर्को साथी गयो अगाडि, अर्को साथी अगाडि जानुभयो हो त्यो बाइकवाला ए मुन कलर वाइट ब्याकग्राउन्ड नाइट कलर डार्क why this color very ayo म त चढाएको छुइनँ सर इभीमा एक्सपेरिमेन्टको लागि मान्छेहरू कसै चाहिँ फेरि इभीमा मात्दैन पनि पेट्रोलको डिजलको गन्ध पनि आउँदैन भन्छ त कतिले त फेरि वाउ यहाँको भ्यू यो बाटो यो हावा कति आनन्दको छ जोस मजा आइरहेको छ नि सर मेरो कुदाइमा डर त लागेको छैन नि छेउछेउतिर गएर हजुर
ओइ यो त के भएको यस्तो चाहिँ कति राम्रो डाँडामा आइपुग्यौँ त हौ कति राम्रो डाँडामा आइपुग्यौँ त हौ सुनेन कति राम्रो डाँडामा आइपुग्यौँ भनेको नि ल है हामी चाहिँ अहिले मुडे आइपुग्यौँ अहिले होइन हामी चाहिँ मुडे आइपुग्यौँ तर यहाँनिर राम्रो बाटो चाहिँ छेकेछ कता पुग्नु पर्यो सर हामी कता जानु पर्यो ओके थाहा छ सर म गएको छु यही बाटो ले ल हाम्रो पनि चार्ज गर्नु पर्ला आइया कुद्दो रहेछ अलिक कुद्ने भनेको अरू चाहिँ यस्तै रहेछ चार्ज हुँदै गर्छ यही हो भन्नु त